परिवर्तनका लागि महिला मञ्च नेपाल धादिङको आयोजनामा तथा बागमती प्रदेश सरकार, मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालित कार्यक्रम महिला क्षमता विकास, उद्यमशीलता विकास एवं साइबर सचेतनामूलक 3 दिने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। महिला, युवा तथा उद्यमीको सिप विकास, उद्यमशीलता विकास तथा नेतृत्व विकास साथै क्षमता विकास गर्ने उद्देश्यले उद्यमशील बन्न र उत्पादनसँग जोडिन, सकारात्मक सोचको विकास गर्न, प्रभावकारी कार्यक्रम सम्पादन, समय व्यवस्थापन, समूह व्यवस्थापन, सिप विकास गर्न, प्रविधि मैत्री उद्यमबारे प्रशिक्षित गर्ने सोचले धादिङ बेसीमा सञ्चालित तालिम कार्यक्रममा जिल्लाका 200 भन्दा बढी गृहिणी तथा बेरोजगार महिलालाई तालिम प्रदान गरी उद्यमशीलताको विकास गर्न सफल भएको छ। महिला उद्यमशीलता विकास, नेतृत्व विकास तथा सूचना प्रविधि सचेतना कार्यक्रम फरक फरक समूहमा फरक फरक विज्ञ समूहद्वारा प्रशिक्षण प्रदान गरिएको थियो। नेतृत्व विकासका विज्ञ प्रशिक्षक आरके ढुङ्गाना, महिला उद्यमशीलताका विज्ञ प्रशिक्षक कमला लामा, सूचना प्रविधिका विज्ञ प्रशिक्षक द्रोण पराजुलीले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै संस्थापक अध्यक्ष सरला धमलाले परिवर्तनका लागि महिला मञ्च नेपाल धादिङले जिल्लामा महिलाका विविध विषयमा तालिम तथा अभिमुखीकरण कार्यक्रम मार्फत महिलालाई सशक्त र आत्मविश्वासी बनाउनका लागि निरन्तर योगदान दिएको जानकारी गराउँदै आगामी दिनमा संस्थाले बृहत्तर रूपमा संस्थाका कार्यक्रमहरू सञ्चालन हुने, जसले स्थानीय तहमा रोजगारी र उद्यमशीलताको क्षेत्रमा ठोस योगदान पुग्ने समेत जानकारी गराउनुभयो। तालिम प्राप्त योग्य महिलालाई उद्यमशीलताका लागि आर्थिक तथा भौतिक सहयोग दिने प्रतिबद्धता धादिङ बेसी नगरपालिकाका नगर प्रमुख तथा नगरपालिका महासङ्घका केन्द्रीय अध्यक्ष भीष्म ढुङ्गानाले गर्नुभएको थियो।